सम्पूर्णमा नमस्कार। यस भिडियोमा चाहिँ यहाँहरूलाई म सैलुङ गाउँपालिकाको बाखुर बजार लगायत वारपारका गाउँहरू कैद गरेर देखाउने कोसिस गर्दैछु। यो चाहिँ सैलुङ गाउँपालिकाको मुटु मानिएको बाखुर बजार हो, जुन चाहिँ बजार सैलुङ गाउँपालिकाबाट अत्यन्तै नजिक छ। यो पर देखिएको बाटो चाहिँ काठमाडौँ जाने आउने बाटो हो भने यहाँ पर देखिएको गाउँ चाहिँ चिसोपानी गाउँ हो। गाउँ बस्ती खाली हुने क्रम एकदमै बढ्दो छ, बसोबास कम छ, जसको चपेटा बाखुर बजारलाई पनि परेको देख्न सकिन्छ। सुनसान छ बाखुर बजार। यो पर देखिएको चाहिँ दुर्गा माध्यमिक विद्यालय हो, सुविधा सम्पन्न विद्यालय हो, जसको होस्टेल यो तलको भवन देख्न सक्नुहुनेछ। यो चाहिँ होस्टेल हो दुर्गा माध्यमिक विद्यालयको भने। यो चाहिँ सैलुङ गाउँपालिकाको बाखुर बजार नजिकै रहेको अस्थायी सैलुङ हस्पिटल हो, जसले यहाँबाट सेवा सुविधा दिँदै आएको छ भने यसको आफ्नै भवन चाहिँ यहाँ तल यो सेतो सेतो छानामाथि छतमाथि ड्रम राखिएको भवन चाहिँ सैलुङ गाउँपालिकाको सैलुङ अस्पताल हो। केही समयमै यहाँबाट सेवा सुविधा दिने भन्ने कुरा सुनिएको छ। केही समयमै यहाँबाट सेवा सुविधा लिन सकिन्छ। यो चाहिँ बाखुर बजार हो। भिडियो हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णमा धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला।